बोल्ने गुफा। कुनै वनमा तीक्ष्ण नख नाउको सिंह बस्दथ्यो। एक दिन त्यसले दिनभरि डुल्दा पनि शिकार फेला पारेन। त्यो भोक र तिर्खाले व्याकुल भयो। हिँड्दै जाँदा त्यसले कुनै डाँडाको तल एउटा गुफा भेट्टायो अनि ऊ त्यहीँ पस्यो। उसले त्यहाँ बास बस्न आउने प्राणीलाई मारेर भोक शान्त पार्ने योजना बनायो। त्यो गुफा दधिपुच्छ नाउँ गरेको स्यालको निवास स्थान थियो। स्याल पनि साँझ परेपछि आफ्नो आश्रयस्थल ताकेर आयो। गुफामा प्रवेश गर्न साथ ऊ झस्कियो। उसले सिंहका पदचिह्नहरू गुफाको भित्रतिर गएको देख्यो। उसलाई त्यहाँ सिंह बसेको विश्वास भयो। ऊ आफ्नो गुफा ओगट्ने सिंहलाई मूर्ख बनाउने तरिका सोच्न थाल्यो। अनि उसले गुफाको ढोकैबाट गुफालाई सम्बोधन गरेर भन्यो, ए गुफा, तैँले मसँग गरेको प्रतिज्ञा बिर्सिस् कि क्या हो? आज त किन मलाई बोलाउँदैनस्? तैँले नबोलाए म पनि अर्कै गुफामा जान्छु। सिंहलाई त्यो गुफा साँच्चीकै बोल्दो रहेछ भन्ने विश्वास पर्न गयो। उसले आफ्ना डरले गुफा बोल्न नसकेको ठहर गर्यो। ऊ गुफाको भाषा बोलेर स्याललाई फसाउनपट्टि लाग्यो। अनि उसले डराएको गुफाको बोली पारेर बाहिरको स्याललाई भित्र बोलायो। सिंहको गर्जनले प्रतिध्वनित भएर गुफा थर्कियो। आसपासका वनका प्राणीहरू पनि भयभीत भए। दधिपुच्छलाई गुफाभित्र सिंह भए नभएको थाहा पाउनु थियो। उसले चतुर्याइका साथ त्यहाँ सिंह बसेको जानकारी पायो अनि ऊ आफ्नो ज्यान जोगाउन त्यहाँबाट कुलेलाम ठोक्यो। शिक्षा: सत्य पत्ता लगाउन असत्यको पनि सहारा लिनुपर्छ।